हेलो एन्ड नमस्ते सो गाइज वेलकम टु माई ब्लग सो त्यही हो अनि आज चाहिँ म घुम्न जाँदैछु सो गाइज त्यही हो होइन अनि आज चाहिँ म टक्क जाँदैछु सानो आएर गड्यौली अहिले चाहिँ धेरै टाइम 5 बजिसकेको छ त्यही पनि चल्दिएको छ हामी चाहिँ हिसके कल आएर त्यही हो अनि हामी जाँदैछु यताबाट आजकल धानबारी पुरै बब्बाल भइरहेछ वाह दामी भ्यू आइरहेछ अनि हामी अहिले चाहिँ पानी परेर बिहानै जाने भन्ने सोच्थ्यो तर पनि आज सफल चाहिँ भयो जसरी जानु टक्क बिहान चाहिँ लास्ट पानी परिरहेको थियो क्या अनि अहिले चाहिँ मौसम टक्क खुलेको छ दामी भइरहेछ त्यही हो हुन्छ उहाँ गएपछि थाहा हुन्छ आजकल के छ खोला सोला होइन त्यही हो खोलाएर देख्न सक्नुहुन्छ ठ्याक्क लाएर धानबारी क्या पनि ठक्क डुम्रहेछ यस्तो दामी छ आजकल सो गाई झरियालीको अवस्थामा टक्क हामी पनि अनि अहिले चाहिँ गड्यौली जाँदैछौँ होइन त्यही हो त्यस्तो खासै अरू त केही थिएन त्यही हो बाटो चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ गाडी चाहिँ हामीले टक्क यहाँ आइपुगिसकेको छ घाम पनि टक्कै अनि हामी जाँदैछौँ चाहिँ गाइजहरू अनि यता चाहिँ अपरोड आइसक्यो टक्क लाएर आकाश पनि क्या दामी सो गाइड लेट्सी त्यही हो सो गाइज हामी चाहिँ अनि खोलातिर आइपुगिसकेको छ गड्यौली खोला देख्न सक्नुहुन्छ बब्बाल छ यता धान खेतहरू यतातिर टक्क देख्न सक्नुहुन्छ यता दामी छ सो गाइज त्यही हो अनि हामीले टक्क यहाँनिर आइपुगिसकेको छ अहिले टक्क लाएर मन्दिर पनि छ होइन अनि हामी जाँदैछौँ टक्क लाएर देख्न सक्नुहुन्छ गाइज अनि हामीले टक्क लाएर आमा आइपुगिसकेको छ हामीले टक्क देख्न सक्नुहुन्छ यता चाहिँ धान छ क्या यता धान खेती छ अनि यता चाहिँ टक्क खोलिसक्यो क्या टक्क देख्न सक्नुहुन्छ त्यो दामी छ खोलाहरू दामी भइरहेको छ बब्बालै छ अझ हल्का अहिले पानी परेर फोहोर आएर सो गाइज अनि यस्तो लारी सर्रै देख्न सक्नुहुन्छ बब्बाल छ सर्रै देख्न सक्नुहुन्छ क्या भ्यू सो गाइज देख्न सक्नुहुन्छ टक्क छ यी सर यता खेत धान खेतहरू छ खोला त डेन्जर आए देख्न सक्नुहुन्छ खोला त डेन्जर आएको छ लाएर यतापट्टि छ सर खोला बब्बाल देखिरहेको कि खोलाहरू हल्का फोहोर चाहिँ आएर अहिले त्यही हो खोला चाहिँ यस्तो दामी छ अहिले देख्न सक्नुहुन्छ यतापट्टि सनसेट छ दामी टोगाइ भइरहेको कि क्या बल भइरहेको हरियाली पनि दामी छ टक्क दामी क्या सर टक्क लारे यस्तो बवाल छ देख्न सक्नुहुन्छ ट्याक्क होइन धानबारी क्या दामी छ ए टक्क देख्न सक्नुहुन्छ त्यो धानबारी चाहिँ दामी छ देख्न सक्नुहुन्छ अवस्थाले टक्क लारे खोला चाहिँ टक्क देख्न सक्नुहुन्छ त्यो गाइज तपाईँ कमेन्ट गर्नुहोस् सो गाइज अनि टक्क यस्तो बवाल छ अनि टक्क लाएर त्यो खोलाहरू देख्न हामी होइन लेक्सिक अनि घुम्न सुम्न नि यस्तो बवाल छ गाइजहरू एउटा चाहिँ हामी जाँदैछौँ कहाँसम्म पुग्ने अब हाम्रो थाहा भइहाल्छ होइन अनि थाहा हुन्छ कस्तो छ भन्ने कुरा त होइन गाइज अनि दामी छ दामी भइरहेछ अहिले देख्न सक्नुहुन्छ अनि यतापट्टि बगेर जाने हो क्या उता अनि यतापट्टि पनि धानहरू खेतहरू छ माथि अहिले यतापट्टि रोड छ क्या यता माथि खोला चाहिँ यता हो सक्नुहुन्छ खोला यता हो होइन अनि यतापट्टि छ टक्क हिँड्ने ठाउँहरू छ दामी छ यता बाटाको दामी छ क्या उता माथि नि वाटर फिलहरू भइहाल्छ क्या दामी झर्नाहरू त्यो हुन्छ लेट्स गाइज होइन के हुन्छ त्यसपछि थाहा भइहाल्नुहुन्छ यस्तो बवाल आइरहेको झर्ना जस्तै ठ्याक्क दामी आइसकेको चाहिँ यस्तो बवाल छ दामी छ लेट्सी गाइज त्यो गाई चाहिँ यस्तो दामी खोला छ कि यहाँ बब्बाले भएको क्या आजकल बढेको छ अनि दामी भइरहेको सो लेट्सी हामी चाहिँ म चाहिँ दामी छ गाउँहरू बब्बाल देखिरहेको भ्यू मैले यस्तो बवाल आइरहेको अनि यस्तो देखिसकेपछि त मजा आउँछ नि त नि बारी यस्तो बवाल देख्न पाइन्छ यता आएपछि यस्तो बवाल चाहिँ क्या दामी छ धानहरू देख्न सक्नुहुन्छ धानहरू यस्तो बवाल राम्रो हुँदैछ पर्दैछ सो यस्तो टक्क खोला यहाँ हेर न यहाँ कस्तो देखिरहेको टक्क लाएर बारीमा छोड्यो क्या बवाल छ सो गाइज त्यही हो अब अगाडि एकछिन जान्छौँ त्यही हो खेतहरू छ यहाँ चाहिँ बब्बाल खालको धानबारी छ हामी चाहिँ यस्तो गाडी हामी घुम्न जाँदैछौँ त्यही हो हामीले जस्तो सङ्घर्ष ठाउँमा आइपुगिसकेको छ हामी सायद हामी आइसकेको छौँ त्यो दामी छ कि बब्बा आइसकेको छौँ रात बन्द थालिसक्यो अहिले चाहिँ होइन रात बन्द थालिसक्यो अनि अहिले चाहिँ घर फर्किएको छ हामी चाहिँ टक्क लाएर रिभर सिभर हेर्दै सो गाइस टक्क हामी चाहिँ के हुन्छ अब यस्तो दामी छ हामी चाहिँ यतातिर टक्क आइसकेको छौँ लेट्स सी रात पर्नु पनि थाल्यो गाइस अनि अहिले चाहिँ म कतिले जाँदैछु त्यही हो गाइजहरू होइन
रस्सीमा त्यस्तो ठुलो बारी गएको छ भनिरहेको छ सो गाइस अनि त्यो रस्सीमा चाहिँ रेस्क्यु गरिदिनु होला होइन अनि सचेत रहनु होला सो गाइस त्यही हो तपाईँहरू उतारमा राख्नु होला सो गाइस त्यही हो रस्सी त्यो दामी छ होइन देख्न सक्नुहुन्छ बब्बाले त्यो बाटो आएको हो क्या अहिले फर्किँदैछ हामी त्यो बाटो ट्याक्क लगाएर छ गाइस त्यही हो गाइस हामी आफ्नो लागिसकेको छौँ चक्लेटी बाइक सबले लाइक गर्नु होला फलो गर्नु होला सो गाइस त्यही भन्न चाहन्छु होइन रक्सीको साथसाथ त्यही हो तिमीहरू किन हाँसिरह चिसो गाइस हामी चाहिँ अनि रुममा आइपुग्नु थियो गाइस सो मेरो भिडियो पनि सबलाई थ्याङ्क यू भन्न चाहन्छु लाइक कमेन्ट गर्नु होला मेरो भिडियो कस्तो लाग्यो त्यही हो ट्याक्क लगाएर मजाले लाइक चतर छु गाइस चतर त्यही हो